पढ्दै भइसक्यो होस् हुँदैछ जानु न नानीको धरानको कुन ठाउँ अरे पुदल लाइन लास्टै भिड हुँदो रहेछ है मलाई सोचेको चाहिँ थिइनँ बट त्यो पर हुँदो रहेछ हो गर्दैछ अब चाहिँ घुम्ने नघुम्ने यहाँनिर त्यस्तो के छ यति धेरै भिड हो खोइ यहाँ माथि जानु दिँदैन रहेछ हो अन्त छोराको म्याचेस रोयल दादाहरू टपेर गइदिउँ न भैले नि आयो आइसक्यो होला है भैले नि धरानको 5 तारे होटल मेरिकन ल है ल होटल मेरिकन चाहिँ यही हो देसी गलहरू हिँड्छ है Yes. Oh, this is the Dharan. धरानको लेभल अप चाहिँ यता हो है धरानको बान्चोक क्लक टावर हामी चाहिँ भर्खर घुमेर आएको भन्दा अगाडि क्यामेरा गर्न यस्तो ए हुन्छ त पछाडि ला लाइट पो पऱ्यो त लाइटमा गर्ने होइन नि त नि ल है हामी चाहिँ तिहारको बेला टक्क लगाएर मामा भान्जी घुम्दैछौँ है चल पल बिरालोले बाटो काटिदियो अब गिट्टी हो तै पनि बिरालोले बाटो काट्यो भने हामी हिँड्छौँ त्यस्तो मान्छेले भन्छ बिरालोले बाटो काट्यो भने ब्याड लक तर मेरो लागि चाहिँ गुड हुन्छ गुड एकदम गुड धरानको हामी चल पल देखाउँछौँ आज है त टक्क लगाएर तर यो चाहिँ फेरि धरानको भित्री भन्दा पनि रिसोर्ट के अरे इजी राइडर ल गाइड्सहरू यहाँनिर फेरि है इजी राइडरमा छौँ हामी यहाँ इजी राइडरबाट माथि जाँदाखेरि होटल मेरिकन आउँछ ल तपाईँहरूलाई म देखाउँछु त्यो पनि देखाउँछु म है होटल मेरिकन देखाउँछु ल है भैले नि आयो आइसक्यो ल है भैले नि आइसक्यो भन्छ त हौ के भएको म तपाईँहरूलाई यहाँबाट देखाउँछु होटल मेरिकन यस होटल मेरिकन यस दिस इज द होटल मेरिकन हामी जाँदैछौँ है होटल मेरिकन जाँदैछौँ होटल क्यालिफोर्नियाको नाम सुन्दै आइरहेको हामीले होइन तर होटल मेरिकनको चाहिँ फेरि बवाल छ है यो भयो बाहिरको होइन अब हामी यसको भित्रको इन्टेरियर चाहिँ फेरि कस्तो छ बवाल देखाउँछ नो अब यसको अब हामी आउँदैछौँ ल है धरानको 5 तारे होटल मेरिकन ल होटल मेरिकन चाहिँ यही हो ओके रिटर्न हामी है ल होटल मेरिकन पनि आइयो ओके फेरि यहाँ भैलेनी ग्रुपहरू रहेछ ल है भैलेनी आयो भन्दै हिँड्छ ओके ल है पुरानो घर यहाँबाट अलिक अगाडि गएपछि अरे कस्तो लागिरहेको छ मिसा मलाई एकदम राम्रो यहाँबाट है हजुर यहाँ कि अर्को ठाउँबाट यहीँबाट एकदम रमाइलो पुरानो घर होइन त्यो एउटा हवेली थियो नि टक्क अलिक ठुलो बवाल घर थियो नि कुन हो
त्योभन्दा अलिक पर ए हे ओ त्यो घर धरानको भित्रभित्र चाहिँ कस्तो कस्तो घरहरू छ म तपाईँहरूलाई देखाउँछु ल टक्क लेट्स गो। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईँहरूले होइन सब्सक्राइब गरिदिनु होला। वाउ पटेका पटेका भनेको फेरि तिमीलाई केटीलाई चाहिँ पटेका भनेको होइन नि ए गाडी ल। यहाँ चाहिँ तपाईँहरूलाई म हवेली टाइपको एउटा होम देखाउँछु ल घर तपाईँहरूले देख्न सक्नुहुन्छ। त्यो चाहिँ रहेको छ यसपालि धेरै चहलपहल भएन के हो पहिलाको वर्ष हेरी। यो चाहिँ फेरि लग्जरियस हाउस चाहिँ ओ माई गडनेस यस लिन्डेन रेसिडेन्स हाउस। ओके लेट्स गो गाइज। ओके ल म तपाईँहरूलाई फेरि हामी अर्को धरानको सदर्न रोडदेखि लिएर तपाईँको सब्जी मन्डीसम्म देखाउँछु तपाईँहरूलाई। स्टे वाचिङ गाइज है ल। ओके कन्टिन्यू जाउँ है यतिकै आधी घन्टामा त पुरै धरान घुमाइदिन्छु नि त म फेरि ट्यागको लगाएर है। आरामसे अब यो चाहिँ धरानको भित्री भागहरूमा त्यति धेरै उयो छैन कि ठिक छ। तपाईँहरूलाई म यहाँ एकैछिन भिडियो पज गरेर फेरि अहिले म कुनै एकछिन नो त्यसरी होइन पज गर्नुको लागि चाहिँ फेरि यहाँ के भन्नुपर्छ ल गरिदिए स्टार्ट गरिदिए। ओके हामी चाहिँ धरानको अहिले ठ्याक्क सदर्न रोड यो चाहिँ सदर्न रोड यो चाहिँ सदर्न रोडमा छौँ। सदर्न रोडदेखि अब हामी देशी लाइनतर्फ जाँदैछौँ है। हामी चाहिँ धरानको तिहारको भाइब्स कस्तो छ त हामी आज मामा भान्जी अवलोकन गर्दैछौँ कि हामी छोटो समय निकालेर भए पनि हामी मामा भान्जी आज धरान पुरै भिजिट होइन हातीहुती गर्छौँ। यो चाहिँ रहेको छ धरानको माछा भौडी है। यो ट्र्याक लगाएर धरानको माछा भौडीदेखि हामी अब देशी लाइन प्रवेश गर्दैछौँ। देशी लाइनमा हाम्रो चेलीबेटीहरू भैलो कता खेल्दैछ है यो एरियामा हो भैलो। यो चाहिँ देशी लाइन यहाँ चाहिँ फेरि देशी बोइज देशी गर्लहरू हिँड्छ है। दिस इज द धरानको लेभल अप चाहिँ यता हो है। धरानको भान्चोक क्लक टावर यो है भान्चोक चाहिँ यो हो धरानको। हामी धरानको अब पुतली सडकतिर जान्छौँ पुतली लाइनतिर ल त यो चाहिँ पुतली लाइन दामी पड्काइ जस्तो वाउ पटेकाको धमाका भर्खर यहाँनिर पटेकाको प्रसाद भइरहेको थियो है। बाबा हामी 2 मिनट लेट भयो है। ओके पहिलाको वर्ष हेरी कस्तो भइरहेको रहेछ यो वर्ष त ठिकै राम्रै हुन्छ भएको रहेछ है। ए हामी अब उकालो जान आँटेको उता माथि देखाउँ न भ्यू गइदिनु भयो। यस्तो झ्याउ हो यो चाहिँ बस्छ भन्ने डर हो अरू लु पज गरिदिउँ भन्नु नै भिडियो गरिरहेको छ होइन माथि देखा न हो त्यसरी
धरानको कुन ठाउँ अरे पुतन लाइन लाल यहाँ लास्टै भिड हुँदो रहेछ है मलाई सोचेको चाहिँ थिइनँ बट त्यो पल्ट हुँदो रहेछ हो गर्दैछ अब चाहिँ घुम्नु नघुम्ने यहाँनिर यस्तो के छ यति धेरै भिड हो खोइ यहाँ माथि जान दिँदैन रहेछ हो त्यता हो हजुर बबाल बबाल रहेछ त हिँड्नुपर्छ हामी भिडियोमै छौँ अर्कोमा छौँ तर सेममा चाहिँ छुइनँ यतातिर त नगर अब यस्तो पुतल लाइन आएको ल क्याम्प जाने क्याम्पतिर म खासमा उयो गर्नु हुँदैन भोलि पनि पूजा गर्नुपर्छ कि अब चाहिँ गर रेडी नै छु मैले गर्दै तर सरी 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 ल यो चाहिँ के हो भने नि काठमाडौँको ठमेल र धरानको पुतल लाइन झन्डै झन्डै उस्तो यस्तै लाग्छ मलाई डढेको भागपट्टि नै देखा डढेको भाटबाट निकाल्नु नगाल्नु केही जेएनजी आन्दोलनमा ध्वस्त भएको यही हो लाइफ त ध्वस्त भएको छ यो त्यही त गरेँ देखाउने माथि चाहिँ देखाउँदैछु त थकाली आएको वान अफ द बेस्ट एन्ड द भिआरसी भिएफएफ माथि है द्याट्स द मेन थिङ त्यहाँ चाहिँ फेरि कोरियन रेस्टुरेन्ट छ कोरियन रेस्टुरेन्ट छ यतापट्टि फेरि त्यहाँनिर फेरि हाम्रो साङ्ग्रिला छ साङ्ग्रिला है टिकट मलाई पर्न घन्टाघर यस्तै देखाएँ देखाइसकेँ ल हामी चाहिँ फेरि एक राउन्ड हालेर घन्टाघरदेखि माथि धनकुटे रोड हाइवेतर्फ फेरि एक राउन्ड झ्याप्पै नरोकाउने ल धनकुटे रोड एक्सिडेन्ट पारेर कन्टेन्ट अन्त छोराको म्याचेस रोयल दादाहरू टपेर गइदिउँ न ओके बाई बाई गाइस धनी पूजा हाम्रै रहेछ ल यो ठाउँ चाहिँ विशेष गरी पुरानो बजार भन्छ यसलाई यो चाहिँ फेरि माडे बस्ती भन्छ है धरानको माडेहरू चाहिँ यतातिर छ अब्बा लगाएर रिच हाम्रो चाहिँ फेरि रिच पिपल नभने रिच हार्ट छ रिच हार्ट तर रिच हार्टको मात्रै काम छैन ओके गाइज म पनि वान डे आई विल बिकम अ रिच हैन रिच यस एब्सोल्युटली ओके ल
हाम्रो धरानको पुरानो बजारमा भन्ने गीत पनि छ होइन यहीँ नै सुटिङ भएको त्यो चाहिँ फेरि कि बबाल बबाल पड्काइसकेछ धुवा मात्रै बन्द मात्रै सुन्नु पाइँदैछ रकेट हो पक्नु माथि उकालो लाग्छ होला आई गेस हो जस्तो लाग्यो रकेटै भनेको नि पड्का भइसक्यो होस् हुँदैछ जानु न